हाम्रो माग शिक्षकको कलममा। धन्यवाद। तपाईहरु पनि शिक्षक हुनुहुन्छ, तपाईहरुको कलममा पनि ताकत छ। ल एउटा अब जादु कलातिर लगाऊ हैन। जादु के भने मैले एउटा पेपर लिएर आएको छु हैन, पत्रिका। अब पत्रिका लिएर आएको छु। पत्रिका हेर्नुस्, यो पत्रिकामा पनि धेरै कुराहरू हाम्रो आन्दोलनसँग सम्बन्धित कुराहरू छापिएको छ। अब यहाँ यो पत्रिकामा छापेको कुराहरू हाम्रो सरकारलाई थाहै छैन। अब किन थाहा छैन उहाँलाई? अब के हो शिक्षक यति ठुलो आन्दोलन भइरहेछ, शिक्षकहरूको माग पूरा गरिदिनु पर्छ भने उहाँलाई थाहै छैन। अब त्यसकारण म यो पेपर म खान्छु अनि हेर्नुस् के अब हेराउन गइरहेछु। तपाईँ हेर्नुस् अब यो पेपर हैन, हेर्नुस् तपाईँ पेपर तपाईँ हेरिराख्नु भएको छ। अब यो पेपर म आफै खान्छु, ठिक छ? मैले च्यातिसकेँ है। ल हेर्नुस् पेपर मैले पुरै टुक्रा टुक्रा पारे लामो पारी मैले चिरिसकेको छु हैन। पुरै मैले पेपर च्यातिसकेँ, पेपर मैले च्यातिसकेँ। अब यो पेपर हातमै छ, म पेपर अब खान्छु, ठिक छ? हेर्नु होला, म घुमी घुमिकन हेराइरहेछु। शिक्षकको कलममा जादु छैन, ताकत छ। हजुरहरू पनि शिक्षक हुनुहुन्छ, हजुरहरूको कलममा पनि ताकत छ। जादु होइन, ताकत छ। यो मेरो मूल मन्त्र हो। हजुरहरूको कलममा ताकत छ, शिक्षकको कलममा ताकत छ। हेर्नुस् अब म यो पेपर खाइरहेको छु। शिक्षक एकता जिन्दाबाद भन्ने बेला भयो सर। अब कसरी शिक्षकको कलममा ताकत छ। अब हजुरहरूलाई शंका हुन सक्छ कि सरले डुप्लिकेट ब्लेड निकालिदिनु भयो कि के हो? हजुर आफै परीक्षण गर्नुस्, आफै परीक्षण गर्नुस् प्लिज, आफै परीक्षण गर्नुस्। यो डुप्लिकेट ब्लेड हो, डुप्लिकेट ब्लेड हो हैन? हजुर आफै परीक्षण गर्नुस्। के यो डुप्लिकेट ब्लेड हो? हेर्नुस्, यो बजाएर पनि हेर्नुस्, यो डुप्लिकेट यो कागज, यो मेरो यो त तीखो नै छ, तर यो हेर्नुस् त आवाज दिइराखेको छ।
पुरै यो ओरिजिनल ब्लेड नै मैले निकाले सर तपाईलाई डर लागेन डर त त्यही त तान्त्रिक ज्ञान भनेको तरिकाको ज्ञान हैन तान्त्रिक विद्या यो तान्त्रिक विद्याले यो ओरिजिनल ब्लेड मैले निकालेको छु तपाईँ हेर्नुस् के यो डुप्लिकेट ब्लेड हो यो तपाईँ पेपर च्यातेर यो काट्न सक्छौँ यो तान त भाइ यो हेर्नुस् त कति तिखो छ यो ब्लेड नै हो हजुर मैले पेपर खाएँ ब्लेड निकालेँ शिक्षक एकता शिक्षकको कलममा ताकत छ हजुर अब यो अर्को जादु हेरौँ सर भनेर हामी अर्को जादु हेरौँ अर्को जादु हुन्छ अर्को हेर्नुस्